कहिलेकाहीँ एकदमै अचम्म लाग्छ नि। घरको पुरानो दराजमा वा भनौँ न ब्याङ्कको लकरमा सुरक्षित राखिएको त्यो सुनको सिक्री गोप्य रूपमा विश्वव्यापी तेल सङ्कट वा मध्यपूर्वको भूराजनीतिक तनावसँग जोडिएको हुन्छ भन्दा। सुन्दा कुनै हलिउडको इकोनोमिक थ्रिलर जस्तो। एकदमै। तर वास्तविकता यही नै हो। आजको यस विस्तृत अध्ययनमा हामी एउटा यस्तै सनसनीपूर्ण आर्थिक कदमलाई खुतल्दैछौँ। भर्खरै भारत सरकारले मध्यरातमा अचानक सुन र चाँदीको आयात करमा भारी वृद्धि गरेको छ। हो, रातारात निकै ठूलो परिवर्तन भयो। अनि हाम्रा स्रोतहरूमा चाहिँ भन्सार विभागका सूचनाहरू, बजारका रिपोर्टहरू, रिजर्भ ब्याङ्क अफ इन्डियाको बुलेटिन र विभिन्न आर्थिक अनुसन्धान लेखहरू समावेश छन्। आजको हाम्रो मुख्य उद्देश्य भनेको एउटा सर्वसाधारणले किन्ने सुनको औँठीले कसरी सिङ्गो देशको विदेशी मुद्रा सञ्चितीलाई हल्लाइदिन सक्छ भन्ने कुरा बुझ्नु हो। यो एकदमै महत्त्वपूर्ण विषय हो। ल यसलाई अलिक खोतलेर हेरौँ। अब सरकारले रातारात करिब करलाई दोब्बरे बनाइदियो। यो त सामान्य आर्थिक हेरफेर मात्र पक्कै होइन नि, होइन र? तलमाथि गर्छ। तर यहाँ तथ्याङ्क हेर्ने हो भने यो कदम निकै आक्रामक छ भनौँ न, आपतकालीन ब्रेक लगाए जस्तो। इमर्जेन्सी ब्रेक नै हो। भर्खरै लागू भएको नीति अनुसार भारतले सुन र चाँदीको आधारभूत भन्सार महसुल, जसलाई प्राविधिक भाषामा बेसिक कस्टम्स ड्युटी वा बीसीडी भनिन्छ, त्यसलाई 5%बाट बढाएर एकैचोटि 10% पुर्याएको छ। एकैचोटि दोब्बर? बाफ्रे। त्यति मात्र कहाँ हो र, त्यसमाथि लाग्ने एआइडिसी अर्थात् कृषि पूर्वाधार विकास उपकरलाई पनि 1%बाट ह्वात्तै 5%मा पुर्याइएको छ। यो उपकर भनेको चाहिँ? यो भनेको देशको कृषि क्षेत्रको विकासका लागि आयातित वस्तुहरूमा लगाइने अतिरिक्त कर हो। समग्रमा भन्नुपर्दा सुन र चाँदीको आयात कर 6%बाट बढेर सिधै 15% पुगेको छ। यसलाई सामान्य मान्न सकिँदैन नि। यो त साँच्चै नै एउटा ठूलो आर्थिक झट्का हो। म यसलाई एउटा घरायसी बजेटसँग तुलना गरेर हेर्छु नि त। जसरी घरमा अचानक चामल र दाल जस्ता अत्यावश्यक खाद्यान्नको मूल्य दोब्बर भयो भने हामी नयाँ टिभी वा महँगा विलासिताका सामान किन्न छोड्छौँ नि। एकदम सही। पैसा बचाउन थाल्छौँ। हो, देशले पनि अहिले ठ्याक्कै त्यस्तै गरिरहेको जस्तो देखिन्छ। तर मेरो मनमा एउटा ठूलो प्रश्न उब्जिरहेको छ। आयात त अरू हजारौं कुराको पनि हुन्छ नि, किन सुनलाई नै मुख्य तारो बनाइयो त? यहाँ सबैभन्दा रोचक कुरा के छ भने अर्थशास्त्रको चस्माबाट हेर्दा सुन एउटा अनुत्पादक सम्पत्ति अर्थात् अनप्रोडक्टिभ एसेट हो। तथ्याङ्क हेर्ने हो भने भारतीय घर परिवार र मन्दिरहरूमा करिब 34,000 टन सुन त्यसै दराज र लकरहरूमा थन्किएर बसेको अनुमान छ। 24,000 टन? हो नि। एकचोटि कल्पना गर्नुहोस् त, हजारौं मालवाहक ट्रकहरू पूर्ण रूपमा सुनले भरिएका छन् र ती वर्षौंसम्म एउटै ग्यारेजमा पार्किङ गरेर राखिएका छन्। कतै चल्दैनन्। त्यसले न कुनै सडक बनाउँछ, न कुनै कारखाना चलाउँछ, न त कसैलाई रोजगारी नै दिन्छ। एकछिन है, म यहाँ अलिकति असहमत हुन चाहन्छु। हाम्रा स्रोतहरूले यसलाई अनुत्पादक सम्पत्ति भनेका छन् र अर्थशास्त्रीहरूले पनि त्यही भन्छन्। तर एउटा सामान्य परिवारको लागि सुन भनेको त सबैभन्दा ठूलो आपतकालीन सुरक्षा हो नि। त्यो त हो। छोरीको बिहेमा दिन वा घरमा आर्थिक सङ्कट पर्दा धितो राख्न यही सुन काम लाग्छ। यसलाई कसरी पूर्ण रूपमा अनुत्पादक भन्न मिल्छ र? व्यक्तिगत स्तरमा हेर्दा त्यो 100% सत्य हो, त्यो सुरक्षा नै हो। तर जब हामी म्याक्रो इकोनोमिक्स वा भनौँ न वृहत अर्थतन्त्रको कुरा गर्छौँ, तब कथा पूर्ण रूपमा उल्टो हुन्छ। कसरी? जब कुनै नागरिकले सुन किन्छ, उसले देशभित्रको पैसा दिन्छ, होइन? तर त्यो सुन ल्याउन देशले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर तिर्नुपर्छ। आर्थिक वर्ष 2025-26 को अनुमानित तथ्याङ्क हेर्दा सुनको आयात बिल 24%ले बढेर कीर्तिमानी $71.98 बिलियन पुगेको छ। ओहो, झण्डै $72 बिलियन। अझ अचम्मको कुरा त के छ भने आयातको भौतिक मात्रा घटेर 721 टन मात्र थियो, तर विश्व बजारमै सुनको भाव बढेकाले देशबाट यति धेरै डलर बाहिरियो। अर्थात् डलर बाहिर गयो र त्यसको सट्टामा आएको धातु लकरमा गएर बस्यो। भनेपछि पुँजीको प्रवाह नै रोकियो। ठ्याक्कै। र यसले सिधै चालु खाता घाटा वा करेन्ट अकाउन्ट डेफिसिटलाई बढाउँछ। भनेको हामीले बेच्ने भन्दा धेरै किन्ने अवस्था
हो, यो घाटा तिर्न डलर नै चाहिन्छ। सुनको कर बढाउने घोषणापछि बजार खुल्नासाथ सुनको मूल्य प्रति तोला 1,64,000 भारु र चाँदी 3 लाख भारु प्रति किलो पुग्यो। 3% आईजीएसटी वा भनौं एकीकृत वस्तु तथा सेवा कर सहित अब सुनको कुल आयात कर 18% पुगेको छ। यो सर्वसाधारणको मागलाई निरुत्साहित गर्न चालिएको एकदमै कडा कदम हो। यो साँच्चीकै चाख लाग्दो छ। तर सुनको आयात त पहिलेदेखि नै भइरहेकै थियो। मानिसहरूको सुनप्रतिको मोह हिजो मात्र सुरु भएको त होइन नि? होइन। तर अहिले नै यही महिनामा आएर डलर बचाउन किन यति धेरै हतारो भयो त? हाम्रा स्रोतहरूले यसलाई पश्चिम एसियाको सङ्कटसँग पनि जोडेका छन्। सुन र पश्चिम एसियाको तेलको राजनीति कसरी जोडियो? अलि प्रष्ट पार्नुस् न। अब हेर्नुस्, यो हतारोको पछाडि निकै ठूलो भू-राजनीतिक डोमिनो इफेक्ट छ। पश्चिम एसियामा भइरहेको युद्ध र तनाव, विशेष गरी स्ट्रेट अफ हर्मुज जस्ता महत्त्वपूर्ण जलमार्गहरूमा भएको अवरोधका कारण विश्वभर तेलको आपूर्ति श्रृङ्खलामा ठूलो डर पैदा भएको छ। त्यो बाटोबाट धेरै नै तेल आउँछ क्यारे? हो, विश्वको 20% भन्दा बढी तेल त्यहीबाट आउजाउ गर्छ। यसैको प्रभावले ब्रेन्ट क्रूड अयलको मूल्य प्रति ब्यारल $100 हाराहारीमा पुग्ने जोखिम बढेको छ। अब यहाँनेर भारतको गणित हेरौँ है त। सुनौ, भारतले आफ्नो कुल आवश्यकताको करिब 89% कच्चा तेल विदेशबाट आयात गर्छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य $1 मात्र बढ्दा पनि वार्षिक आयात बिल 1.5 देखि $2 बिलियन बढ्छ। बाबरे, $1 तेलको भाव बढ्दा $2 बिलियन को अतिरिक्त भार। यो त निकै डरलाग्दो तथ्याङ्क हो। तेल नल्याई देश चलेन। एकदम सही। तर मलाई एउटा कुराले अझै पनि सताइरहेको छ। यस्तो विदेशी मुद्राको सन्तुलन मिलाउने र अर्थतन्त्रलाई झट्काबाट बचाउने मुख्य काम त केन्द्रीय ब्याङ्क अर्थात् रिजर्भ ब्याङ्क अफ इन्डियाको होइन र? सङ्कटको बेला आरबीआईले आफ्नो ढुकुटीको डलर चलाउने हो नि? किन सिधै सर्वसाधारणले किन्ने सुनमा कर बढाएर खल्तीमा असर पर्ने नीति ल्याइयो त? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो र खासमा भन्ने हो भने आरबीआईले चुप लागेर बसेको छैन। उसले आफ्नो तर्फबाट निकै ठूलो लडाईँ लडिरहेको छ। कसरी? डलर महँगो हुँदा रुपियाँको भाव नगिरोस् भनेर आरबीआईले आफ्नो ढुकुटीबाट बजारमा लगातार डलर बेचिरहेको छ। तर त्यसको मूल्य कति चुकाउनु पर्यो त? तथ्याङ्क अनुसार पछिल्लो 2 महिनामै विदेशी मुद्रा सञ्चिति $38 बिलियन घटेर करिब $691 बिलियन झरेको छ। $38 बिलियन 2 महिनामै? यो भनेको घरको दैनिक खर्च चलाउन आफ्नो जीवनभरको बचत तोडेर सक्नु जस्तै हो। त्यति धेरै डलर बजारमा खन्याउँदा पनि डलरको तुलनामा रुपैयाँ 95 को बिन्दुमा पुगेको छ। ओहो, भनेपछि आरबीआईको डलरको ढुकुटी पनि रित्तिँदैछ र अर्कोतिर रुपैयाँ पनि कमजोर भइरहेको छ। दुवैतिरबाट हार भइरहेको अवस्था भयो नि यो त? हो नि, र रुपैयाँ कमजोर हुनुको सिधा अर्थ हो आयातित मुद्रास्फीति अर्थात् इम्पोर्टेड इन्फ्लेसनको दुश्चक्र सुरु हुनु। भनेको बाहिरबाट आउने महँगी। यसलाई सरल रूपमा बुझ्दा जब रुपैयाँ सस्तो हुन्छ तब विदेशबाट किनिने तेल, मल, मेसिनरी र इलेक्ट्रोनिक्स जस्ता अत्यावश्यक वस्तुहरू महँगो हुन्छन्। डिजल महँगो भएपछि त्यही डिजल हालेको ट्रकमा आउने तरकारी महँगो हुन्छ। चेन रियाक्सन नै भयो। त्यही भएर सरकारले अर्थतन्त्रलाई बचाउन अत्यावश्यक नभएको सुनमा ब्रेक लगाएर डलर जोगाउन खोजेको हो। यो त एउटा निकै जटिल जालो पो रहेछ। यसको मतलब अर्थतन्त्रको यो गणितलाई सम्हाल्न सरकारले अब बिहेभियरल इकोनोमिक्स वा भनौँ व्यवहार परिवर्तनको रणनीति अपनाइरहेको छ। एकदमै। भ्रमण कम गर्न र इन्धन बचाउन वर्क फ्रम होम वा कारपुलिङ गर्न अपिल गरेका छन्। विदेश भ्रमणको कुरा गर्दा स्रोतमा एउटा शब्द छ एलआरएस। यसको बारेमा अलिकति प्रष्टाइदिनुस् न। मानिसहरूले कसरी डलर बाहिर लगिरहेका छन्? एलआरएस वा लिबरलाइज्ड रेमिट्यान्स स्किम भनेको नागरिकहरूलाई विदेशमा निश्चित रकमसम्म लैजान वा खर्च गर्न दिने कानुनी व्यवस्था हो। अहिले अवस्था कस्तो छ भने यो स्किम अन्तर्गत बाहिरिने डलरमध्ये 50% भन्दा बढी पैसा मानिसहरूले विदेशमा घुम्न जान, डेस्टिनेसन वेडिङ गर्न र महँगा पार्टीहरूमा खर्च गरिरहेका छन्।
भनेपछि युरोपको भ्रमण र दुबईको बियहेलले देशको डलर रित्याइरहेको छ भन्दा फरक परेन। ठेक्कै। र यदि हामी यसलाई अझ बृहत चित्रसँग जोडेर हेर्छौं भने यो केवल डलर बचाउने कुरा मात्र होइन, यो त फ्युल भर्सेस फूड अर्थात् इन्धन कि खाना भन्ने बीचको अस्तित्वको लडाई हो। इन्धन कि खाना? अलि गहिरो सुन्नियो यो। हो नि, विश्व बजारमा अहिले युरिया मलको मूल्य झण्डै दोब्बर भएर $935 प्रति टन पुगेको छ। अब सरकार सामु एउटा भयानक बाध्यता छ। ढोकुटीमा सीमित डलर छ। त्यो डलरले शहरमा कुद्ने निजी कारको इन्धन आयात गर्ने कि गाउँमा खेती गर्ने किसानको लागि युरिया मल ल्याउने। किनकि दुवैलाई बाहिरबाट डलर तिरेरै ल्याउनु पर्छ। देशले आफै डलर छाप्न मिल्दैन। त्यही भएर सरकारले अहिले विदेश नघुम्नुस्, सुन नकिन्नुस् भनेर नागरिकहरूलाई अपिल गरिरहेको छ। यसको पछाडि राज्यको एउटा ठूलो दीर्घकालीन रणनीति लुकेको छ, जसलाई अर्थशास्त्रमा इनर्जी टु जीडीपी इलास्टिसिटी कम गर्नु भनिन्छ। एकछिन पर्खनुस् है, यो इनर्जी टु जीडीपी इलास्टिसिटी भनेको त पुरै विश्वविद्यालयको पाठ्यपुस्तकको जस्तो भारी शब्द भयो। अलि प्राविधिक त भयो। यसलाई एकदमै सरल भाषामा भन्नुपर्दा के सरकारले अब आर्थिक वृद्धि गर्नको लागि धेरै तेल बाल्नुपर्ने बाध्यतालाई तोड्न खोजेको हो? एकदम सही तरिकाले बुझ्नुभयो। अहिलेको अवस्था कस्तो छ भने यदि देशको अर्थतन्त्र 1%ले बढाउनु छ भने लगभग त्यही अनुपातमा इन्धनको खपत पनि बढाउनुपर्छ। यी दुई कुरा एक आपसमा जोडिएका वा इलास्टिक छन्। सँगसँगै बढ्ने भयो। सरकारको लक्ष्य भनेको यो सम्बन्धलाई तोड्नु वा डिकपल गर्नु हो। अर्थतन्त्र बढ्दै जाओस् तर तेलको आयात उही बिन्दुमा रोकियोस् वा घटोस्, अस्थिर जलमार्गहरू र मध्यपूर्वको राजनीतिमा देशको निर्भरता कम होस् भन्ने हो। यो सुन्दा त निकै तर्कसङ्गत र आवश्यक रणनीति लाग्छ। तर फेरि मलाई यहाँ मानवीय स्वभावले सताइरहेको छ है। के कुरामा? सरकारले कर त 15% अनि आइजिएसटी सहित 18% पुर्यायो। तर के मानिसहरूले साँच्चै सुन किन्न छोड्छन् त? हाम्रो दक्षिण एसियाली संस्कृतिमै सुन यति गहिरोसँग जरा गाडेर बसेको छ कि यो मानिसको भावनासँग जोडिएको छ। त्यो त हो। यो त एउटा बेलुनलाई एक ठाउँमा बल गरेर थिचेपछि त्यो हावा अर्को ठाउँबाट फुल्दै बाहिर निस्के जस्तै भएन र? कानुनी बाटोबाट महँगो भयो भने मानिसहरूले अर्को बाटो खोज्दैनन् र? तपाईले यो नीतिको सबैभन्दा कमजोर र संवेदनशील बिन्दुलाई समात्नुभयो। अर्थशास्त्रमा यसलाई ब्यालेन्स अफ पेमेन्ट्स वा भनौँ बीओपीको इलास्टिसिटी एप्रोचबाट पनि विश्लेषण गरिन्छ। ल, फेरि अर्को प्राविधिक शब्द। यो इलास्टिसिटी एप्रोच भनेको चाहिँ के हो नि? यसलाई यसरी हेरौँ, कुनै पनि सामानको मूल्य बढ्दा त्यसको माग कति घट्छ भन्ने कुरा त्यसको इलास्टिसिटी वा लचकतामा भर पर्छ। यदि मूल्य बढ्दा मानिसले सजिलै किन्न छोड्छन् भने त्यो इलास्टिक भयो। जस्तै महँगो भयो भने नयाँ लुगा नकिन्ने हो। तर सुनको मामलामा, विशेष गरी हाम्रो जस्तो समाजमा सुनको माग इनइलास्टिक छ। अर्थात् विवाह वा चाडपर्वमा सुन चाहिन्छ नै, जति सुकै महँगो होस् मानिसले किन्छन्। त्यसैले सरकारले कर बढाएर सुन महँगो त बनायो, तर समग्र माग त्यति धेरै घट्दैन। भनेपछि मानिसहरूले उल्टै सस्तो विकल्प खोज्दै कालोबजारी वा तस्करीको बाटो रोज्छन्, होइन त? एकदम। हाम्रा स्रोतहरूले दुबईको सन्दर्भ पनि त्यही भएर उठाएका हुन्। यहाँनिर अनइन्टेन्डेड कन्सिक्वेन्सेस अर्थात् अप्रत्याशित नतिजाको कुरा आउँछ। भारत र युएई बीच एउटा व्यापार सम्झौता छ जसलाई सेपा भनिन्छ। इन्डिया युएई सेपा हो। यो विस्तृत आर्थिक साझेदारी सम्झौता अन्तर्गत दुबईबाट आउने सुनमा सामान्य भन्दा 1% बिन्दु कम कर लाग्छ। अर्थात् अन्य ठाउँबाट ल्याउँदा 15% भन्सार लाग्छ भने दुबईबाट कानुनी रूपमा ल्याउँदा 14% मात्र लाग्छ। र यसको सहुलियत कोटा सन् 2022 को 120 टनबाट बढेर 2027 सम्म 200 टन पुग्दैछ। अनि चाँदीमा त यो भन्सार अन्तर अझै डरलाग्दो छ भनिएको छ नि स्रोतमा। चाँदीमा त यो भन्सार अन्तर पुरै 8% बिन्दुको छ। युएईबाट ल्याउँदा जम्मा 7%, तर अन्य देशबाट ल्याउँदा 15%। यसले के गर्छ भने कानुनी आयातको बाटो परिवर्तन गरेर सबै व्यापार दुबईतर्फ मात्रै मोड्ने काम गर्छ। तर सबैभन्दा ठूलो डर यो होइन नि। अनि के हो त? सबैभन्दा ठूलो डर तस्करीको हो। पक्कै पनि। 18% को कर अन्तर भनेको त
तस्करहरूको लागि एउटा विशाल नाफाको अवसर हो नि। यसले त पुरै दक्षिण एसियाको समानान्तर अर्थतन्त्रलाई चलायमान बनाइदिन्छ। हो, र यसको प्रभाव भारतभित्र मात्र सीमित रहँदैन। ब्यालेन्स अफ पेमेन्ट्सको यो लचकताविहीन माग वा भनौँ इनइलास्टिक डिमान्डले गर्दा तस्करीको डोमिनो इफेक्ट सिर्जना हुन्छ, जसले नेपाल जस्ता खुला सिमाना भएका छिमेकी देशहरूलाई सिधै असर गर्छ। यो एकदमै महत्त्वपूर्ण कुरा आयो। भारतले कर बढाउँदा नेपाललाई कसरी र कतिसम्म असर गर्छ त, यो इलास्टिसिटी अप्रोचको आधारमा हेर्दा? अब हेर्नुस्, जब भारतमा सुनमा 18% कर लाग्छ, तब त्यहाँ र अन्तर्राष्ट्रिय बजारबीच ठूलो मूल्य अन्तर वा आर्बिट्राज सृजना हुन्छ। नेपाल र भारतबीच खुला सिमाना छ। एकदमै सजिलो छ आउजाउ गर्न। यसले तस्करहरूलाई नेपालको बाटो हुँदै वा नेपालमै आयातित सुनलाई अवैध रूपमा भारतमा छिराउन भारी नाफाको अवसर दिन्छ। नीति एउटा देशले डलर बचाउन बनाउँछ, तर त्यसले पुरै क्षेत्रको तस्करीको सञ्जाललाई पुनर्जीवित गरिदिन्छ। भनेपछि नेपालको आफ्नै विदेशी मुद्रा सञ्चितीमा पनि दबाव पर्ने भयो नि त। नेपालमा सुन आउने, डलर बाहिरिने, अनि त्यो सुन तस्करी भएर इन्डिया जाने। ठ्याक्कै त्यही हो। नेपालको ब्यालेन्स अफ पेमेन्ट्समा पनि यसले कृत्रिम दबाव सृजना गर्छ। भारत सरकारले एकातिर आफ्नो डलर बचाउन खोज्दैछ, तर अर्कोतिर नेपाल र भारत दुवैतिर कालो बजारीको अर्थतन्त्र फस्टाउने जोखिम उत्तिकै बढेको छ। यो त साँच्चै गम्भीर विषय रहेछ। ल मानौ भारत सरकारले भन्सारमा सेना नै खटायो, सिमानामा कडाई गर्यो, तस्करी पनि रोकियो र सुन लगायतका अन्य आयात पनि पूर्ण रूपमा ठप्पै पार्यो रे। अर्थतन्त्रलाई जोगाउने नाममा सबै आयात यसरी बलजबर्ती रोक्दा चाहिँ के हुन्छ नि? यो प्रश्नले हामीलाई हाम्रो आजको विश्लेषणको सबैभन्दा गहिरो पाटोमा पुर्याउँछ। आधुनिक अर्थतन्त्रमा देशहरू एक्लै चल्न सक्दैनन्। उनीहरू ग्लोबल भ्यालु चेन वा जीवीसीहरूमा आबद्ध हुन्छन्। यो ग्लोबल भ्यालु चेन भनेको चाहिँ अलि बुझाइदिनुस् न। यसको अर्थ हो, एउटा मोबाइल फोन बन्दा त्यसको ब्याट्री एउटा देशमा बन्छ, क्यामेरा अर्को देशमा र एसेम्ब्ली अर्को देशमा हुन्छ। भारतका धेरै उद्योग जस्तै फार्मास्युटिकल्स र इलेक्ट्रोनिक्स बाहिरबाट ल्याइएको कच्चा पदार्थमा पूर्ण निर्भर छन्। भनेपछि आयात रोक्दा कच्चा पदार्थ पनि रोकिने भयो। हो नि। डलर बचाउने नाममा समग्र आयातमा कडाई गर्दा ती निर्यातमुखी उद्योगलाई चाहिने कच्चा पदार्थ नै महँगो हुन पुग्छ वा आउनै बन्द हुन्छ। भनेपछि डलर बचाउन आयात रोक्दा डलर कमाउने निर्यात पनि रोकिन्छ। यो त उल्टो असर पो भयो त। ठ्याक्कै त्यही हो। आयात प्रतिबन्धले भारतको निर्यात प्रतिस्पर्धी क्षमता नै घटाइदिन्छ। अर्कोतर्फ विदेशी लगानीकर्ताहरू पनि यस्तो अस्थिर नीति देखेर डराइरहेका छन्। हाम्रा स्रोतहरूका अनुसार मे महिनामा मात्र एफआइआई अर्थात् विदेशी संस्थागत लगानीकर्ताहरूले 21,469 करोड भारु बराबरको शेयर बेचेर आफ्नो डलर फिर्ता लगेका छन्। बाफ्रे, 21,000 करोड भन्दा बढी? यी ठूला विश्वव्यापी फन्डहरू हुन्। उनीहरूले यसरी पैसा झिक्दा रिजर्भ ब्याङ्कमाथि डलर सन्तुलन कायम राख्न झन् धेरै दबाव बढेको छ। त्यसो भए यसको साँचो अर्थ के हो त? एकातिर डलर नबचाई अर्थतन्त्र धराशायी हुने अवस्था छ, अर्कोतिर आयात रोक्दा उद्योग नै धरापमा पर्ने र लगानीकर्ता भाग्ने डर। यसको दिगो समाधान के हुन सक्छ त? यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। मागलाई जबरजस्ती कर बढाएर दबाउनु भनेको उच्च ज्वरो आउँदा बिरामीलाई बरफको पानी खन्याउनु जस्तै हो। एकछिनलाई मात्र ठिक। यसले एकछिन त चिसो गराउला, तर भित्रको संक्रमण वा रोग निको पार्दैन नि। दिगो समाधानको लागि सरकारले गोल्ड मोनिटाइजेसन स्किम वा जीएमएस जस्ता कार्यक्रमहरू ल्याएको छ। यसको उद्देश्य भनेको त्यही घरमा थन्किएको 24,000 टन सुनलाई ब्याङ्किङ प्रणालीमा ल्याउनु हो। एकछिन है, मलाई यहाँ रोक्न दिनुस्। तपाईँ भन्दै हुनुहुन्छ कि मानिसहरूले आफ्नो पुर्ख्याली सुन ब्याङ्कमा लगेर जम्मा गरून्? मलाई लाग्दैन यो सजिलै सम्भव छ। किन र? हाम्रा हजुरआमाहरूले वर्षौंदेखि जोडेको भावना र संस्कारसँग जोडिएको गहना ब्याङ्कलाई पगाल्न दिन्छन् भन्ने कुरा एकदमै अव्यावहारिक सुनिन्छ नि। 2-4% ब्याजको लागि कसैले आफ्नो पुर्ख्यौली सम्पत्ति ब्याङ्कलाई दिन्छ र?
तपाईले एकदमै सही बिन्दु पक्र्नुभयो। यहीँनेर आर्थिक नीति र सांस्कृतिक भावना बीचको ठूलो टकराव हुन्छ। यो नीतिले कागजमा अर्थतन्त्रको लागि एकदमै राम्रो काम गर्छ, तर व्यवहारमा यो सांस्कृतिक रूपले असफल भइरहेको छ। मान्छेले मान्दैनन्। तर सरकारसँग विकल्प सीमित छन्। यदि बाहिरबाट सुनको आयात घटाउने हो भने भित्रै भएको सुनलाई चलायमान बनाउनै पर्छ। त्यसैले यो गोल्ड मोनेटाइजेसन स्किमलाई साँच्चीकै पारदर्शी, सुरक्षित र नागरिकको भावना नदुखाउने गरी आकर्षक बनाउनु पर्ने आवश्यकता छ। अनि डलर बचाउने मात्र होइन, डलर कमाउने दीर्घकालीन बाटो नि त्यो झन् महत्त्वपूर्ण होला नि। डलर कमाउनु नै अन्तिम र सबैभन्दा बलियो समाधान हो। यसका लागि सरकारले पीएलआई अर्थात् प्रोडक्सन लिङ्क्ड इन्सेन्टिभ जस्ता योजनाहरू ल्याएको छ, जसले उत्पादन बढाउने कम्पनीहरूलाई अनुदान दिन्छ। यसले त पक्कै निर्यात बढाउन मद्दत गर्छ नि। र सबैभन्दा महत्त्वपूर्ण कुरा, दीर्घकालीन रूपमा वैकल्पिक ऊर्जातर्फ जानु। विद्युतीय सवारी साधन र ग्रिन हाइड्रोजन जस्ता प्रविधिको विकास गरेर मात्र तेलको आयात बिल र मध्यपूर्वको निर्भरता घटाउन सकिन्छ। साँचो अर्थमा अर्थतन्त्रलाई बलियो बनाउने बाटो यही हो। साँच्चै आजको यस गहिरो अध्ययनबाट के कुरा एकदमै छर्लङ्ग हुन्छ भने सुनको खरिद अब व्यक्तिगत श्रृङ्गार र बिहे बटुलोको विषय मात्र रहेन। पटक्कै रहेन। एउटा सामान्य मानिसले किन्ने 10 ग्राम सुनको पछाडि विश्वव्यापी ऊर्जा सङ्कट, डलरको वर्चस्व र राष्ट्रिय अर्थतन्त्रको रक्षाको अत्यन्त संवेदनशील कथा जोडिएको हुँदो रहेछ। हाम्रो यो विस्तृत विश्लेषणले पक्कै पनि सुन र समग्र अर्थतन्त्रप्रतिको बुझाइलाई निकै फराकिलो बनाएको हुनुपर्छ। पक्कै पनि। हरेक आर्थिक नीतिको एउटा डोमिनो इफेक्ट हुन्छ। एउटा गोटी ढल्दा कसरी पुरै लाइन ढल्छ, आज हामीले त्यही प्रक्रियालाई नजिकबाट हेर्यौं। आजको यस विस्तृत विश्लेषणको अन्त्यमा एउटा नयाँ र रोचक प्रश्न छोड्न चाहन्छु। आजको विश्वमा जहाँ आपूर्ति श्रृङ्खला र व्यापारलाई नै भूराजनैतिक हतियारको रूपमा प्रयोग गरिँदैछ, तब भौतिक सुनप्रतिको यो गहिरो सांस्कृतिक मोह नै भविष्यमा अर्थतन्त्रको सबैभन्दा ठूलो कमजोरी त बन्ने छैन? कि अब हामीले सम्पत्तिको परिभाषा नै पूर्ण रूपमा बदल्नुपर्ने बेला आएको त होइन? यो प्रश्न आफैमा निकै मनन योग्य छ। यस्तै प्रश्नहरूको साथमा आजको यस गहिरो विश्लेषणबाट हामी बिदा माग्छौं।